हेलो एभ्रिवान, नमस्ते। हजुरहरूलाई फेरि पनि अर्को भिडियोमा स्वागत गर्न चाहन्छु। हिजो जस्तै आज पनि महत्त्वपूर्ण विषयवस्तुहरूको भिडियो कन्टेन्ट ल्याएर म हजुरमाझ उपस्थित भइसकेको छु। आजको विषयवस्तुमा नेपालमा समग्र यो आर्थिक उदारीकरण, निजीकरण र विश्वव्यापीकरणको विषयवस्तुहरूमा आधारित भएर महत्त्वपूर्ण विषयवस्तुहरूको अपडेट एवं जानकारीहरू दिन हजुरमाझमा उपस्थित भइसकेको छु। र आजको विषयवस्तुमा हामीले यो आर्थिक उदारीकरण र निजीकरण एवं हिसाबले भन्ने हो भने विश्वव्यापीकरणको के कस्तो लाभहरू नेपालले प्राप्त गर्न सकेको छ, यसको के कस्तो सकारात्मक पक्ष र नकारात्मक पक्ष छ, र सँगसँगै यसको आगामी दिनहरूमा के कस्तो हामीले रणनीतिहरूका साथ के कस्तो सुधारहरू यसमा आवश्यक छ भन्ने कुराहरूको बारेमा हामीले विस्तृत रूपमा जानकारी प्राप्त गर्नेछौँ। हजुरहरूले भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुहोला। र सँगसँगै हजुरले योभन्दा पहिले मेरो युट्युब च्यानलमा सब्सक्राइब गर्नुभएको छैन, सँगसँगै हजुरहरूले मेरो युट्युब च्यानलमा भिजिट गर्नुभएको छैन भने योभन्दा पहिलेका महत्त्वपूर्ण विषयवस्तु कन्टेन्टहरूलाई हजुरले जानकारी प्राप्त गर्नको लागि मेरो युट्युब च्यानलमा पनि एकचोटि भिजिट गर्नुहोला। र जसले गर्दा योभन्दा पहिले प्रकाशनमा आएका महत्त्वपूर्ण विषयवस्तुहरूको बारेमा हजुरहरूले डिटेलमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ। र हामीले आजको विषयवस्तुहरूलाई ढिला नगरिकन एकदमै छिटोभन्दा छिटो जानकारीहरू प्राप्त गर्नुपर्ने हुन्छ। र यी विषयवस्तुहरूलाई मैले हजुरमा अगाडि बढाइसकेको छु र हजुरले एकदमै साथ दिएर हेर्नुहोला। र आजको विषयवस्तुहरूमा हामीले महत्त्वपूर्ण टपिकहरूको बारेमा जानकारी प्राप्त गर्ने क्रममा यो आर्थिक उदारीकरण र निजीकरण र जुन प्रकारले हेर्ने भने विश्वव्यापीकरण भनेको जुन प्रकारको एउटा हेर्दाखेरि एउटै कन्सेप्ट देखिए तापनि यसमा केही एउटा भाषागत एउटा कन्सेप्टको हिसाबले, अवधारणाको हिसाबले केही यसमा भिन्नता, केही फरकपना छ। हामीले यो कुरा पनि बुझ्न जरुरी छ। र यसलाई हामीले हेर्ने भने यो आर्थिक उदारीकरण र निजीकरण भनेको अर्थशास्त्रीय अवधारणा हुन् भने विश्वव्यापीकरणले समग्र आर्थिक क्षेत्रभन्दा पनि यो व्यापक, यो राजनीतिक, सामाजिक, सांस्कृतिक, प्राविधिक, मानवीय एवं लगायतका सबै आयामहरूलाई यो विश्वव्यापीकरणले समेट्ने गर्दछ। त्यस कारणले गर्दा पनि हामीले हेर्न सक्दछौँ यो आर्थिक उदारीकरण र निजीकरण भन्दा विश्वव्यापीकरण भनेको यो बृहत एउटा अवधारणा हो, बृहत कन्सेप्ट हो भनेर हामीले बुझ्न सक्दछौँ। र यी कुराहरूलाई हामीले बुझ्दै जाँदाखेरि यो निजीकरण, आर्थिक उदारीकरणको अवधारणा तथा नीतिलाई अगाडि बढाउने क्रममा तिनै मुलुकहरूले अवलम्बन गरेको एउटा महत्त्वपूर्ण टुल हो भनेर हामीले बुझ्नु पर्यो। र सँगसँगै हामीले हेर्न सक्दछौँ यो आर्थिक उदारीकरणलाई हामीले अब विस्तृत रूपमा जानकारी प्राप्त गर्नलाई हामी अब रेडी हुनुपर्ने हुन्छ। र हजुरहरूले पनि एकदमै यो आर्थिक उदारीकरण भनेको के रहेछ त, आर्थिक उदारीकरण हामीले सुन्ने गरेको, यसको हामीले विस्तृत रूपमा जानकारी प्राप्त गर्न जरुरी छ। र यस्तो यो आर्थिक उदारीकरण, विश्वव्यापीकरण जस्ता महत्त्वपूर्ण टपिकहरू पनि यो समग्र प्रतिस्पर्धात्मक परीक्षाहरू जस्तो लोकसेवाको परीक्षाहरू सँगसँगै ब्याङ्किङ तयारीको निम्ति पनि महत्त्वपूर्ण हुने भएको कारणले गर्दा हजुरहरूले पनि यसको बारेमा विशेष फाइदा, यसको लाभ लिनुहोला। र हामीले हेर्न सक्दछौँ देशको अर्थतन्त्रमा सरकारी नियन्त्रणको अन्त्य गर्दै समग्र अर्थतन्त्रमा स्थिरता कायम गर्दै आर्थिक वृद्धि हासिल गर्नका लागि आन्तरिक यो एवं बाह्य पुँजी र प्रविधिलाई निवार्थ रूपमा उपयोग गर्न सक्ने गरी वातावरणको सिर्जना गर्ने भनेको नै आर्थिक उदारीकरण हो भनेर हामीले बुझ्न पर्ने हुन्छ। र सँगसँगै यो आर्थिक क्रियाकलापमा सरकारको भूमिका भनेको कर्ताको रूपमा नरही निजी क्षेत्रको यो सहजकर्ताको रूपमा रहने अवस्था जहाँ हामीले हेर्ने भने मूल्य नियन्त्रण प्रतिस्पर्धाको आधारमा बजार संयन्त्रले गर्ने गर्दछ, न कि त्यो नीतिले गर्ने गर्दैन। र सँगसँगै त्यसै गरी पेसा व्यवसाय सुरु गर्न, व्यवसाय विस्तार गर्न, बन्द गर्न तथा गाभ्न स्वतन्त्रता दिएको हुन्छ, फ्रिडमहरू हुने गर्दछ। त्यो नै भनेको आर्थिक उदारीकरण हो भनेर हामीले बुझ्नुपर्ने हुन्छ। यसबाट पनि हामीले हेर्न सक्दछौँ कि WDRको यो भनेअनुसार पनि हेर्ने भने मूल्य, व्यापार र बजारलाई सरकारी नियन्त्रणबाट मुक्त गर्ने कार्य भनेको नै आर्थिक उदारीकरण हो भनेर उहाँले बताउनु भएको छ। यसलाई पनि हामीले विस्तृत रूपमा बुझ्नुपर्ने हुन्छ। र सँगसँगै यो अर्थव्यवस्थामा सरकारी हस्तक्षेपको अन्त्य हुनु नै आर्थिक उदारीकरण हो। सँगसँगै यो आर्थिक कारोबारमा सरकारको सकेसम्म कम हस्तक्षेप हुनुपर्छ र बजार भनेको बजारबाटै आर्थिक निर्णय हुनुपर्दछ भन्ने
कुराहरू चाहिँ यो आर्थिक उदारीकरण अन्तर्गत चाहिँ पर्ने गर्दछ र जस सँगसँगै अर्थतन्त्रलाई सरकारी नियन्त्रण तथा निर्देशनबाट चाहिँ मुक्त गर्नु र निजी क्षेत्रलाई प्रोत्साहन गर्नु नै आर्थिक उदारीकरण हो भनेर चाहिँ हामीले बुझिसक्नुपर्छ। र आर्थिक उदारीकरणभित्र चाहिँ के कस्ता कुराहरू चाहिँ पर्ने गर्दछ भन्दाखेरि यो अर्थतन्त्रमा सरकारी हस्तक्षेपलाई चाहिँ अन्त्य गर्ने, त्यसै गरी लगानी, उत्पादन र वितरणमा डिकन्ट्रोल, डिरेगुलेसन एन्ड डिब्युरोक्रेसन गर्ने कुराहरू पनि समग्र यो आर्थिक उदारीकरणको चाहिँ हैन कन्सेप्टभित्र चाहिँ पर्ने गर्दछ भनेर हामीले बुझ्नु पर्यो। त्यसै गरी सरकारको भूमिका घटाउने अर्थात् प्राइभेटाइजेसन भनेको नै सरकारको भूमिकालाई घटाउने कुराहरू चाहिँ हो। सँगसँगै वस्तु तथा सेवाको उत्पादनको मूल्य निर्धारण सँगसँगै हैन रोजगारी, त्यसै गरी चाहिँ हामीले हेर्न सक्दछौँ ब्याज दर, विनिमय दर जस्ता यो कुरामा मार्केट मेकानिजमलाई चाहिँ अटोनोमी बनाउने कुराहरू चाहिँ यो आर्थिक उदारीकरणभित्र चाहिँ पर्ने गर्दछ। त्यसै गरी इन्टरनेसनल ट्रेडमा वस्तु तथा सेवाको आवाजातलाई चाहिँ एकदमै हुन्छ नि स्वतन्त्र हुन दिने, एकदमै सहज बनाउने कुराहरू पनि समग्र आर्थिक उदारीकरणभित्र पर्ने गर्दछ र हामीले हेर्न सक्दछौँ। त्यसै गरी यो सरकारी अनुदानको मात्रा चाहिँ घटाउँदै जाने र निजी सहभागितामा हैन उद्योग, कल कारखाना एवं हिसाबले भन्ने हो भने पूर्वाधारका विकासमा पनि निजी क्षेत्रको सहभागिता बढाउने कुराहरू पनि यो आर्थिक उदारीकरणभित्र चाहिँ पर्ने गर्दछ र हामीले बुझ्न सक्दछौँ उद्योग, व्यापार लगायतका आर्थिक क्रियाकलापमा सरकारको भूमिका भनेको सहजकर्ता, उत्प्रेरक र नियामकको रूपमा चाहिँ रहने कन्सेप्ट भनेको नै यो आर्थिक उदारीकरण हो भनेर हामीले बुझ्नु पर्यो। नेपालमा पनि आर्थिक उदारीकरणलाई चाहिँ गतिशील बनाउनको लागि विभिन्न कालखण्डमा विभिन्न किसिमका ऐन कानुनहरू हैन समग्र चाहिँ सरकारको नियामकीय संरचना हैन लगायतको हिसाबले चाहिँ विभिन्न किसिमका कदमहरू चाहिँ भइरहेको स्थिति छ। यो कुराहरूले पनि विगतमा आर्थिक उदारीकरणलाई चाहिँ नेपालमा भित्राउनुको निम्ति चाहिँ महत्त्वपूर्ण तरिकाबाट चाहिँ कार्यहरू भइरहेको छ भनेर बुझ्नु पर्यो। यो आर्थिक उदारीकरणका पूर्व शर्तहरू चाहिँ के हुन् भनेर चाहिँ हामीले बुझ्ने हो भने हामीले हेर्न सक्दछौँ यो मार्केट इन्स्टिट्युसन हैन लिगल र रेगुलेटरी फ्रेमवर्कको चाहिँ स्ट्रङ हुनुपर्ने कुराहरू छ। सँगसँगै फिजिकल इन्फ्रास्ट्रक्चर, ट्रान्सपोर्टेसन, कम्युनिकेसन, इन्फर्मेसनको चाहिँ व्यवस्था प्रभावकारी र विकासको वातावरण चाहिँ बताएको हुनुपर्ने कुराहरू चाहिँ आइरहेको स्थिति छ भनेर हामीले बुझ्नु पर्यो भने त्यसै गरी यो हैन लिबरलाइजेसनको पोलिसी अन्तर्गत चाहिँ पर्ने कुराहरूलाई पनि यसमा चाहिँ उल्लेख भएको स्थिति छ जुन चाहिँ अन्तर्राष्ट्रिय मापदण्डमा आधारित चाहिँ छ भनेर हामीले बुझ्नु पर्यो यो पोलिसीहरू। र हामीले हेर्न सक्दछौँ कि समग्र हैन यो इकोनोमिक हैन एउटा लिबरलाइजेसन अर्थात् हामीले आर्थिक उदारीकरणभित्र चाहिँ के कस्ता विशेषताहरू हुन्छन् त भनेर चाहिँ हामीले बुझ्ने हो भने यसको पहिलो विशेषता के हुन्छ भने अर्थतन्त्रमा निजी क्षेत्रको प्रत्यक्ष सहभागिता र बजार संयन्त्रको चाहिँ भूमिका चाहिँ महत्त्वपूर्ण रहने भनेको कन्सेप्ट भनेको नै आर्थिक उदारीकरण हो। सँगसँगै मूल्य निर्धारणमा प्रतिस्पर्धाको आधारमा बजार संयन्त्रले गर्ने गर्दछ। त्यसै गरी सरकारको भूमिका सहजकर्ता, उत्प्रेरक र नियामकको रूपमा रहने कुराहरू पनि आइसक्यो। त्यसै गरी यो निजी क्षेत्र मैत्री हैन वातावरणको सिर्जना गर्ने लगानी मैत्री वातावरण, त्यसै गरी व्यावसायिक वातावरण लगायतको हिसाबले चाहिँ निजी क्षेत्र मैत्री चाहिँ वातावरण एवं एउटा संयन्त्रको चाहिँ विकास गर्ने कुराहरू पनि समग्र आर्थिक उदारीकरणभित्र पर्ने गर्दछ भने तपाईहरुले एकदमै सरल तरिकाले बुझिराख्नु भएको छ भन्ने मैले अपेक्षा गरेको छु। र यसका अतिरिक्त यो वैदेशिक पुँजी र प्रविधिलाई आकर्षित गर्ने अर्थात् मुलुकमा फरेन डाइरेक्ट इन्भेस्टमेन्ट अर्थात् हामीले हेर्न सक्दछौँ यो एफडीआई लाई चाहिँ हामीले सहज रूपमा भित्राउनको निम्ति नीतिगत सहजीकरण, नीतिगत सहजता गर्ने कुराहरू पनि समग्र यो निजीकरणको चाहिँ आर्थिक उदारीकरणको चाहिँ कुराहरूभित्र आउने गर्दछ। र हामीले हेर्न सक्दछौँ आजको विश्वमा कुनै पनि मुलुक भनेको क्लोज इकोनोमीमा रहन सक्ने अवस्था चाहिँ छैन। सैद्धान्तिक रूपमा चाहिँ हामीले क्लोज इकोनोमी भनेको जीडीपी र जीएनपी चाहिँ हैन समान रहेको अवस्था भनेर हामीले बुझ्नु पर्यो। तर त्यो अहिले सम्भव छैन किनभने विश्वव्यापी भनेको हैन एउटा चाहिँ सानो समुदाय बन्दै गइरहेको स्थिति छ। एउटा चाहिँ सीमित क्षेत्रमा चाहिँ हुन्छ नि एउटा विश्व चाहिँ चल्न थालेको स्थितिमा यो हैन एउटा चाहिँ बन्द अर्थव्यवस्था भनेको चाहिँ अहिलेको समयमा चाहिँ यो कुनै पनि कल्पना गर्न सकिने कुराहरू चाहिँ छैन। जसले गर्दा चाहिँ यो वैदेशिक सहायता लिने तथा आर्थिक सम्बन्धलाई स्वीकार्य चाहिँ गरेको चाहिँ
अर्थव्यवस्थाले चाहिँ हुँदैन भनेर हामीले बुझ्न सक्दछौँ। र हामीले हेर्न सक्दछौँ यो आर्थिक उदारीकरणका आयामहरू चाहिँ के हुन् त हैन। आर्थिक उदारीकरणभित्र चाहिँ के कस्ता कार्यहरू हुने गर्दछ त भन्ने कुरालाई हामीले बुझ्ने हो भने हामीले सहजैसँग बुझ्न सक्दछौँ। यो आर्थिक उदारीकरणले खोकी लागिरहेको छ मलाई थोरै, सरी। यो आर्थिक उदारीकरणले अर्थतन्त्रका सबै क्षेत्र आयामहरूलाई समेटेको हुन्छ। आर्थिक उदारीकरणका आयामहरूलाई हामीले चाहिँ हेर्ने हो भने पहिलो इन्डस्ट्रियल औद्योगिक क्षेत्र अन्तर्गत चाहिँ निजी क्षेत्रको संलग्नताका कुराहरू आयो। त्यसै गरी हैन पार्टनरसिप हैन पिइजको एउटा चाहिँ निजीकरण गर्ने हैन, सार्वजनिक संस्थानहरूको चाहिँ निजीकरण गर्ने कुराहरू पनि आर्थिक उदारीकरणभित्र आयो। त्यसै गरी यो वैदेशिक लगानीलाई हैन स्वीकार फरक व्यवहार चाहिँ नहुने कुराहरू पनि समग्र आर्थिक उदारीकरणभित्र आयो भने ट्रेड एन्ड फरेन एक्सचेन्ज सेक्टरको अन्तर्गत कुरा हेर्ने हो भने नेपाली मुद्रालाई चाहिँ परिवर्तितता प्रदान गर्ने कुराहरू भयो हैन, फ्लेक्जिबल एवं हिसाबले भन्ने हो भने एउटा चाहिँ स्वचालित हैन विदेशी विनिमय दर निर्धारण गर्ने कुराहरू रह्यो। र सँगसँगै हेर्न सक्दछौँ हामीले यो भन्सार दरबन्दी घटाउने कुराहरू पनि आयो। सँगसँगै आयातलाई निर्यातसँग चाहिँ आबद्ध गर्ने कुराहरू पनि समग्र चाहिँ हिसाबले आयो। त्यसै गरी हामीले यो फाइनेन्स एन्ड मोनिटरी सेक्टर अन्तर्गत चाहिँ हेर्ने हो भने बैंक वित्तीय संस्थाहरू खोल्न हैन एवं त्यसको चाहिँ सञ्चालन गर्न चाहिँ स्वतन्त्रता हुने कुराहरू, ब्याज दर प्रतिस्पर्धाले चाहिँ निर्धारण गर्ने अर्थात् ब्याज दर निर्धारणमा चाहिँ केन्द्रीय बैंकको हस्तक्षेप नगर्ने कन्सेप्ट भनेको एउटा अवधारणा भनेको नि आर्थिक उदारीकरण हो हैन। अहिले तपाईले हेर्न सक्नुहुन्छ नेपालमा हैन बैंक वित्तीय संस्थाहरूले समग्र हैन हिसाबले हेर्ने हो भने बैंक वित्तीय संस्थाहरूले आफैले ब्याज दर निर्धारण गर्न सक्दछन् हैन। त्यसको रेगुलेट गर्ने भनेको चाहिँ नेपाल राष्ट्र बैङ्कले चाहिँ गरिरहेको स्थिति छ। यो नै आर्थिक उदारीकरणको महत्त्वपूर्ण कार्य हो। र सँगसँगै यो फाइनेन्स एन्ड पब्लिक इन्टरप्राइज सेक्टर अन्तर्गत चाहिँ हामीले हेर्ने हो भने हेर्न सक्दछौँ कि यो सरकारले हैन करका दरहरू घटाउने सँगसँगै अन्तःशुल्कलाई मूल्यमा आधारित र सीमित वस्तुहरूमा चाहिँ कायम गर्ने कुराहरू, त्यसै गरी यो भ्याट हैन यो भ्यालु एडेड ट्याक्स भनेको चाहिँ आन्तरिक राजस्वको हैन मेरुदण्डको रूपमा चाहिँ विकास गर्ने कुराहरू चाहिँ आइरहेको स्थिति छ भने त्यसै गरी अन्य यो कृषि हैन सामाजिक क्षेत्र अन्तर्गत चाहिँ इन्फर्मेसनको क्षेत्रमा हेर्ने हो भने कृषिमा चाहिँ लिज प्रथाको चाहिँ हैन एउटा चाहिँ कन्सेप्ट भनेको पनि समग्र आर्थिक उदारीकरणको चाहिँ महत्त्वपूर्ण कन्सेप्ट हो। त्यसै गरी वैदेशिक लगानीलाई खुल्ला गर्ने, वैदेशिक लगानीलाई चाहिँ स्वीकार गर्ने, यसको लागि हैन एकदमै सहज वातावरण क्रिएट गर्ने भनेको पनि समग्र आर्थिक उदारीकरणको पाठ अन्तर्गत चाहिँ पर्ने गर्दछ भनेर हामीले बुझ्न सक्दछौँ। त्यसै गरी हामीले हेर्ने हो भने यो आर्थिक उदारीकरणबाट चाहिँ नेपालको अर्थतन्त्रमा पर्ने सकारात्मक प्रभावहरू चाहिँ के छन् भनेर चाहिँ हामीले हेर्ने हो भने हामीले हेर्न सक्दछौँ कि यो समग्र नेपालमा हैन समग्र आर्थिक उदारीकरणका प्रभावहरू भनेको हेर्ने हो भने हाल नेपालले पनि हैन विश्वव्यापीकरण अर्थात् समग्र आर्थिक उदारीकरणको चाहिँ नीति अवलम्बन गरिरहेको कुराहरू चाहिँ हामीले सहजैसँग बुझ्नुपर्ने हुन्छ। आर्थिक उदारीकरणबाट अधिकतम लाभ लिन आफ्नो आन्तरिक क्षमतालाई चाहिँ प्रवर्धन गर्दै चुनौतीलाई अवसरको रूपमा चाहिँ रूपान्तरण गर्ने तर्फ चाहिँ विशेष रूपमा चाहिँ जोड दिनुपर्ने कुराहरू आइरहेको छ भने त्यसै गरी अर्थतन्त्रमा वैदेशिक व्यापार लगानी चाहिँ उल्लेख्य रूपमा वृद्धि भएको छ सकारात्मक प्रभाव अन्तर्गत। त्यसै गरी भुक्तानी असन्तुलन चाहिँ सुधार हुँदै गइरहेको स्थिति छ। र सँगसँगै यो निकासी व्यापारमा वृद्धि भएको छ, वस्तु तथा देशगत दुवै हिसाबले चाहिँ समग्र निकासीमा वृद्धि भएको स्थिति छ। यसको पनि हैन वृद्धि सँगसँगै विविधीकरण डाइभर्सिफिकेसन हुँदै गइरहेको छ। त्यसै गरी वैदेशिक लगानीको ढोका चाहिँ खुल्ला हुँदै गइरहेको स्थिति छ, खास गरेर जलविद्युत, सिँचाइ, वित्तीय क्षेत्र, सेवा क्षेत्र लगायतका क्षेत्रमा चाहिँ समग्र हैन एउटा चाहिँ वैदेशिक लगानी त्यो चाहिँ एकदमै स्वीकार्योग्य हुँदै गइरहेको स्थिति छ। त्यसै गरी हामीले हेर्ने भने रोजगारीका अवसरहरू हैन वैदेशिक एउटा रोजगारी हैन विप्रेषण आप्रवाहमा चाहिँ उल्लेख्य रूपमा वृद्धि भएको छ भनेर हामीले बुझ्नु पर्यो। र त्यसै गरी यो हामीले हेर्न सक्दछौँ यो आर्थिक वृद्धि र गरिबी न्यूनीकरण हुँदै गइरहेको स्थिति छ। योभन्दा पहिले चाहिँ 42% हाराहारीमा रहेको हैन गरिबी भनेको अहिले चाहिँ घटेर हैन एकदमै न्यून भएको स्थिति छ भनेर हामीले बुझ्नुपर्ने हुन्छ। र त्यसै गरी प्रविधिको विकास र सस्तो प्रविधिको हस्तान्तरण हुँदै गइरहेको स्थिति छ।
निजी क्षेत्रको भूमिका वृद्धि हुँदै गइरहेको छ। पिपिपी मोडेलमा चाहिँ विकास पूर्वाधारका कार्यहरू चाहिँ सम्पन्न हुँदै गइरहेको स्थिति छ। उपभोक्ताहरूको छनौटको अवसर दायरा चाहिँ विस्तार हुँदै गइरहेको स्थिति छ। देशभित्र वैदेशिक लगानीमा वृद्धि हुँदै गइरहेको स्थिति छ भने तुलनात्मक रूपमा पुँजी बजारको विकास भनेको चाहिँ उल्लेख्य रूपमा चाहिँ बढ्दै गइरहेको स्थिति छ। हामीले त्यसरी नै बुझ्नु पर्यो। त्यसै गरी यो खुल्ला होइन हामीले हेर्न सक्दछौँ यो खुल्ला आकाश नीतिको चाहिँ अवलम्बन भएको छ, जसले गर्दा विदेशी अर्थात् स्वदेशी यो वैदेशिक निजी वायुयानहरूले प्रतिस्पर्धी सेवा प्रदान मार्फत चाहिँ समग्र पर्यटन उद्योगमा चाहिँ सेवा पुर्याएको स्थिति छ। वैधा वित्तीय संस्थाहरूको एउटा चाहिँ विकास विस्तार होइन आधुनिक बैङ्किङ सेवातर्फ चाहिँ उन्मुख भइरहेको स्थिति छ। नयाँ नयाँ बैङ्किङ प्रोडक्टहरूको विकास हुँदै गइरहेको स्थिति छ र यसरी पनि बुझ्नुपर्ने हुन्छ। र त्यसै गरी यो प्रतिस्पर्धामा वृद्धि हुँदै गइरहेको स्थिति छ। मूल्य नियन्त्रणमा स्वचालित मूल्य प्रणालीको चाहिँ विकास हुँदै गइरहेको स्थिति छ। जिडिपीको वृद्धि दरमा वृद्धि हुँदै गइरहेको स्थिति छ होइन। सेवा क्षेत्रको चाहिँ योगदानहरू बढ्दै गइरहेको छ। यो पनि समग्र आर्थिक उदारीकरणको चाहिँ महत्त्वपूर्ण उपलब्धि हो होइन। यसको पनि महत्त्वपूर्ण चाहिँ एउटा सुधार हो भनेर बुझ्नु पर्यो। विदेशी विनिमय सञ्चिति अर्थात् विदेशी मुद्रा सञ्चिति भनेको उल्लेख्य रूपमा वृद्धि हुँदै गइरहेको स्थिति छ भने हरेक कुराहरूको पोजिटिभ सँगसँगै नेगेटिभ पार्ट भनेको त अवश्य नै हुन्छ। र यसलाई चाहिँ हामीले बुझ्ने हो भने यसको नकारात्मक पक्षहरूलाई हामीले हेर्ने हो भने हेर्न सक्दछौँ यो आय र होइन समग्र धनको असमान वितरण हुँदै गइरहेको छ भनेर हामीले बुझ्न सक्दछौँ। र हामीले हेर्ने हो भने 10% जनतामा 50% स्रोत साधन र 90% जनतामा 50% स्रोत साधनहरू चाहिँ होइन सीमित भएको स्थिति छ। सँगसँगै गरिबी अपेक्षाकृत रूपमा चाहिँ घट्न सकेको स्थिति चाहिँ छैन होइन। गरिबीको गहनता झन्झन बढेर चाहिँ गयो। सँगसँगै अझै पनि गरिबी निरपेक्ष गरिबीको रेखामुनि भनेको 18.7 अर्थात् समथिङ 70.3% जनसङ्ख्या चाहिँ रहेको स्थिति छ। बहुआयामी गरिबीको भनेको लगभग 25% हाराहारी चाहिँ अझै पनि रहेको स्थिति छ भनेर हामीले बुझ्नु पऱ्यो। गिनी कोफिसियन्टमा चाहिँ सुधार हुन सकेको स्थिति छैन लगायत कुराहरू पनि हामीले बुझ्न सक्दछौँ भने यो हामीले अरू कुराहरू पनि बुझ्ने हो भने यो स्वदेशी उद्योगहरू अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा टिक्न नसकेको कारणले गर्दा होइन समग्र यसको चाहिँ होइन धराशयी भएको स्थिति छ होइन। यसका अतिरिक्त हामीले हेर्न सक्दछौँ साना तथा मझौला व्यवसाय एसएमएजको होइन एउटा चाहिँ टिक्ने वातावरण चाहिँ यो होइन इन्डस्ट्रीमा रहेको स्थिति छैन। मुद्रास्फीति भनेको चाहिँ बढेर गएको स्थिति छ। यसलाई नियन्त्रण गर्न चुनौती सिर्जना भइरहेको स्थिति छ। क्षेत्रीय असन्तुलन झन्झन बढेर गएको स्थिति छ होइन। त्यसै गरी यो समग्र व्यापार घाटा भनेको सधैँ बढेर गएको स्थिति छ होइन। समग्र निर्यातको तुलनामा होइन आयात भनेको एकदमै उल्लेख्य होइन ठुलो हिस्सा चाहिँ रहेको छ हामीले बुझ्नु पऱ्यो। र हामीले अर्को आर्थिक उदारीकरणको नकारात्मक पक्ष अन्तर्गत चाहिँ हामीले हेर्ने हो भने यो ग्रामीण क्षेत्र र कृषि क्षेत्रलाई खासै प्रभाव चाहिँ पारेको स्थिति छैन। जुन प्रकारले बाटर सिस्टम छ होइन एउटा वस्तु साटासाट गर्ने जुन सिस्टम छ त्यो सिस्टममा चाहिँ खासै परिवर्तन आएको स्थिति छैन। स्रोत विमुख कृषि क्षेत्र परम्परागत कृषि प्रणाली चाहिँ अझै पनि नेपालमा चाहिँ कायम रहेको स्थिति छ। बेरोजगारी प्रतिशतमा चाहिँ कमी आउन नसकेको कारणले गर्दा पनि समग्र वर्षेनी 5 लाख श्रमशक्ति बजारमा होइन एउटा चाहिँ निस्किए तापनि त्यो सबै खाडीमा चाहिँ होइन छिर्ने एउटा चाहिँ परम्परा अझै पनि रहेको स्थिति छ। वैदेशिक लगानीमा सोचे अनुरूप चाहिँ भित्रिन नसकेको कारणले गर्दा समग्र उत्पादनभन्दा उपभोग्य क्षेत्रमा चाहिँ बढी होइन यसको आकर्षण चाहिँ बढ्दै गइरहेको स्थिति छ। वैधा वित्तीय क्षेत्रको विकास भए तापनि अधिकांश ग्रामीण जनता भनेको आधुनिक बैङ्किङबाट चाहिँ वञ्चित रहेको कुराहरू पनि हामीले चाहिँ बुझ्न सक्दछौँ भने निजीकरणले पनि जुन प्रकारले सोचे अनुरूपको गति लिन सकेको छैन। जुन उद्देश्यले निजीकरणलाई चाहिँ हुन्छ नि हामीले अगाडि बढायौँ त्यसको चाहिँ होइन उद्देश्य पुरा हुन नसकेको कारणले गर्दा पनि यसले चाहिँ गति लिन सकेको छैन। सँगसँगै हामीले हेर्न सक्दछौँ यो निजी क्षेत्र प्रतिस्पर्धात्मक र जिम्मेवार ढङ्गले चाहिँ अगाडि बढ्न नसकेको एवं हिसाबले हेर्ने हो भने कृत्रिम होइन अभावहरू चरको मूल्यवृद्धि र कालोबजारीहरू चाहिँ कायम रहेको स्थिति कुराहरूले पनि होइन एउटा चाहिँ आर्थिक उदारीकरणको औचित्यतामा पनि केही प्रश्नहरू उठ्ने होइन एउटा चाहिँ स्थिति आएको छ भनेर पनि हामीले बुझ्नु पऱ्यो। त्यसै गरी है आइएनजिओहरू सरकारभन्दा माथि एकदम शक्तिशाली देखिएको स्थिति छ होइन। एमएनजिएस होइन लगायत आइएनजिओ एनजिओहरू भनेको सरकारको एउटा हुन्छ नि रेगुलेसन होइन एउटा चाहिँ मातहतमा चाहिँ आउन सकेको स्थिति छैन। जसले गर्दा पनि ऐन कानुनहरू नीति एउटा नियमहरूको
कार्यान्वयन भनेको चाहिँ दिन प्रतिदिन चुनौती बन्दै गएको स्थिति छ। सँगसँगै हामीले सेवा र वस्तुको चाहिँ गुणस्तरीयता कायम हुन सकेको स्थिति छैन। जिडिपीको वृद्धि दरमा होइन उद्योग र कृषि क्षेत्रको योगदान भनेको निरन्तर रूपमा घट्दै गइरहेको स्थिति छ। यो एउटा चुनौतीपूर्ण एउटा चाहिँ चिन्ताको विषय बनेर चाहिँ गएको स्थिति छ भने हामीले हेर्न सक्दछौँ समग्र होइन एउटा चाहिँ कृषिको आधुनिकीकरण, वैज्ञानिकीकरण एवं होइन व्यावसायिकरण, आधुनिकीकरण हुन सकेको स्थिति छैन। यसलाई बजारीकरणसँग पनि जोड्न सकेको स्थिति छैन भने होइन समग्र आर्थिक उदारीकरणले स्रोत साधनको न्यूनता हटाइदिँदा पनि समग्र उपलब्ध स्रोत साधनको होइन सहज रूपमा चाहिँ यसको उपयोग होइन यसको चाहिँ अपेक्षाकृत फाइदा लिन चाहिँ सकेको स्थिति पनि छैन। त्यसै गरी हामीले आर्थिक उदारीकरणको यो नकारात्मक पक्ष अन्तर्गत चाहिँ हामीले हेर्ने हो भने नेपालमा लगानीको उपयुक्त वातावरण पनि तयार भएको स्थिति छैन। हामीले हेर्न सक्दछौँ पूर्वाधारको विकास गर्न नसक्दा लगानी चाहिँ होइन एकदमै दिन प्रतिदिन कुञ्चित अवस्थामा छ। सँगसँगै पोलिटिकल स्टेबिलिटी पनि स्थिति रहेको स्थिति छैन होइन। राजनीतिक प्रतिस्पर्धा होइन एउटा चाहिँ प्रतिबद्धता होइन सँगसँगै दूरदर्शिताको चाहिँ अभाव रहेको स्थिति छ, जसले गर्दा पनि समग्र होइन ब्रेन ड्रेन होइन बढेर गएको स्थिति छ। सँगसँगै दक्ष जनशक्ति एवं होइन सिपयुक्त जनशक्तिको चाहिँ अभावहरू चाहिँ मुलुकमा हुँदै गइरहेको स्थिति छ भने पुँजी पलायन क्यापिटल फ्लाइटहरू चाहिँ बढेर गएको स्थिति छ। लगानी भन्दा पनि समग्र लाभांशको रकम भनेको चाहिँ विदेशमा बाहिरिरहेको स्थिति छ। सँगसँगै ल्याक अफ द लङ टर्म पोलिसी होइन नीतिमा चाहिँ स्थिरता होइन यसको चाहिँ सान्दर्भिक चाहिँ बढेर गएको स्थिति छैन, जसले गर्दा चाहिँ नीतिहरू छोटो समयमा चाहिँ परिवर्तन हुने होइन नीतिको स्थिरता होइन नेपालमा चाहिँ हुन सकेको स्थिति छैन, जसले गर्दा पनि समग्र आर्थिक उदारीकरणलाई जुन तरिकाले चाहिँ होइन गतिशील बनाउनु पर्थ्यो त्यो पनि हुन सकेको स्थिति छैन भने हामीले बुझ्नु पऱ्यो। त्यसै गरी ल्याक अफ स्किल म्यान पावर एन्ड एप्रोप्रिएट टेक्नोलोजीको कुराहरू मैले अगाडि पनि भनिसकेँ। सँगसँगै कम्पिटेटिभ एडभान्टेज आइआरआर ट्रेडमार्क जस्ता कुराहरूमा चाहिँ अझै पनि यसलाई चाहिँ गतिशील होइन बनाउन सकिएको स्थिति हामीले पनि पाएको स्थिति छैन भने त्यसै गरी इकोनोमिक डिप्लोमेकेसीको चाहिँ होइन एउटा विकनेसहरू चाहिँ अझै पनि रहेको स्थिति छ। ड्युअल इकोनोमी होइन ग्रामीण क्षेत्रमा अझै पनि बाँड्न सिस्टम कायम रहने कुराहरू पनि मैले चाहिँ हजुरमाझ बताइसकेँ भने त्यसै गरी यो पब्लिक सर्भिस डेलिभरीको होइन एउटा चाहिँ कमजोरी यसको चाहिँ कमजोर स्थिति चाहिँ रहेको छ भनेर हामीले बुझ्न सक्दछौँ। आन्तरिक लगानीको वातावरण चाहिँ उपयुक्त हुन सकेको स्थिति अहिलेको समयमा पनि छैन भनेर हामीले बुझ्नु पऱ्यो। र त्यसै गरी हामीले हेर्न सक्दछौँ यो कृषिलाई व्यावसायीकरण, बजारीकरण, आधुनिकीकरण र औद्योगिकरण गर्न नसकेको कारणले गर्दा चाहिँ समग्र विश्व बजारमा पहुँच भए तापनि नेपालले अपेक्षित रूपमा चाहिँ यसको लाभ लिन सकेको कुराहरू चाहिँ हामीले छैन होइन। यसको कुराहरू चाहिँ नेपालले चाहिँ अवलम्बन गरेको एउटा चाहिँ स्थिति छैन भने त्यसै गरी यो अबको एउटा आर्थिक उदारीकरणको चाहिँ बाटो के रहन्छ त भन्ने कुरा चाहिँ हामीले हेर्ने हो भने यो राजनीतिक दलहरू बिचमा चाहिँ साझा सहमति कायम गरेर समग्र होइन एउटा चाहिँ मुलुकको आर्थिक एउटा क्रान्तितर्फ चाहिँ सबै राष्ट्रिय सहमति हुन आवश्यक छ। राजनीतिक दलहरू बिचमा साझा एउटा सहमति कायम हुन जरुरी छ। सँगसँगै आन्तरिक होइन उत्पादन क्षमता एउटा चाहिँ विकास गरेर जानुपर्ने कुराहरू पनि अबको समयमा चाहिँ आवश्यक छ। लगानी मैत्री वातावरणको सिर्जना गर्ने कुराहरू पनि छ। सँगसँगै आधारभूत पूर्वाधारको विकासमा चाहिँ जोड दिने कुराहरू, सँगसँगै इकोनोमिक डिप्लोमेकेसी होइन त्यसै गरीलाई प्रभावकारी बनाउने कुराहरू, राष्ट्रिय उद्योग धन्दा संरक्षणका कार्यक्रमहरू ल्याउने होइन त्यसै गरी चाहिँ यो तुलनात्मक र प्रतिस्पर्धी लाभका वस्तुहरूको चाहिँ उत्पादनमा चाहिँ विशेष जोड दिने कुराहरू पनि अबको दिनमा आवश्यक छ भने त्यसै गरी यो करको दायरा बढाउने, करको होइन एउटा चाहिँ एउटा सङ्कलनको होइन दायरालाई चाहिँ विस्तार गरेर जानुपर्ने कुराहरू चाहिँ आवश्यक छ। वैदेशिक लगानीलाई चाहिँ आकर्षण गर्ने कुराहरू पनि आवश्यक छ। राजनीतिक अस्थिरताको अन्त्य गर्दै होइन मुलुकमा चाहिँ राजनीतिक स्थिरतातर्फ चाहिँ होइन जानुपर्ने कुराहरू पनि आवश्यक छ भने आयातलाई प्रतिस्थापन गर्दै निर्यात प्रवर्धनका कार्यहरू पनि होइन गर्न आवश्यक छ भनेर हामीले हेर्नुपर्ने हुन्छ भने त्यसै गरी यो कृषिलाई व्यावसायीकरण, बजारीकरण र औद्योगिकरण गर्ने कुराहरू पनि आजको दिनमा चाहिँ समग्र आर्थिक उदारीकरणले चाहिँ एउटा चाहिँ नयाँ होइन एउटा बाटो चाहिँ देखाएको स्थिति छ भनेर हामीले बुझ्नु पऱ्यो। र यति कुरा बुझिसकेपछि हामीले यो थोरै निजीकरणको बारेमा चाहिँ हामीले थोरै बुझ्नुपर्ने हुन्छ। निजीकरण भनेको सरकारको नियन्त्रणमा रहेको सार्वजनिक संस्थानहरूको जिम्मेवार होइन एउटा चाहिँ व्यवस्थापन एवं हिसाबले भन्ने हो भने स्वामित्व निजी क्षेत्रमा चाहिँ सार्ने काम भनेको चाहिँ समग्र निजीकरण हो। सरकारको अत्यधिक संलग्नता रहेको अर्थतन्त्रलाई निजी क्षेत्रको अगुवाईमा सञ्चालन हुने एउटा बजार अर्थतन्त्रमा चाहिँ परिणत गर्ने कामलाई नै हामीले चाहिँ एउटा निजीकरण भनेर बुझ्नुपर्ने हुन्छ। र राष्ट्रिय अर्थतन्त्रमा सरकारी स्वामित्वको सट्टा निजी क्षेत्रको स्वामित्व र संलग्नता नै
निजीकरणको चाहिँ महत्त्वपूर्ण पाठ हो भनेर हामीले बुझ्नुपर्ने हुन्छ। र निजीकरण आर्थिक क्रियाकलापमा सरकारकर्ताको रूपमा नरही निजी क्षेत्रको सहजकर्ताको रूपमा रहने कुराहरू पनि यो समग्र होइन एउटा चाहिँ निजीकरणको अवधारणाभित्र आयो भने, त्यसै गरी सीमित अर्थमा निजीकरण भन्नाले सरकारको हातमा रहेको उद्योग व्यापारलाई होइन विभिन्न तरिका प्रक्रियाबाट निजी क्षेत्रका उद्यमी व्यापारीहरूको हातमा सुम्पिनु भनेको नै यो चाहिँ समग्र यो आर्थिक निजीकरणको चाहिँ पाठ हो। सँगसँगै व्यापक अर्थमा हामीले हेर्ने हो भने निजीकरण भनेको सरकारको व्यावसायिकीकरण नियन्त्रण बिनाको सार्वजनिकीकरणलाई निजीकरण मान्न चाहिँ सक्ने कुराहरू छ, जसलाई चाहिँ हामीले हेर्ने हो भने निजीकरण ऐन 2050 को होइन व्यवस्थाहरूलाई हजुरले चाहिँ यसमा अध्ययन गर्न सक्नुहुन्छ। यसमा भएका व्यवस्थाहरू चाहिँ हजुरले हेर्नुभयो भने यसको बारेमा पनि विस्तृत रूपमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ। भने यो निजीकरण कार्यक्रम कार्यान्वयनमा देखिएका समस्या एवं चुनौतीका कुराहरूलाई चाहिँ हजुरले यो डिटेलमा हेर्नुहोला। मैले हजुरलाई चाहिँ थोरै स्किप गर्न लगाएँ किनभने भिडियो चाहिँ एकदमै लामो बन्न गएको कुराहरूले गर्दा चाहिँ मैले हजुरलाई चाहिँ यो पार्टहरू चाहिँ यो सबै हजुरले चाहिँ थोरै अध्ययन गरिदिनु होला, र जसले गर्दा चाहिँ हजुरहरूको समग्र यो होइन जानकारी भनेको चाहिँ एकदमै सहज तरिकाले चाहिँ बुझ्न सहज हुन्छ। र यदि कुराहरू गरिसकेपछि हामीले अर्को भिडियोमा समग्र विश्वव्यापीकरणको बारेमा चाहिँ जानकारी प्राप्त गर्नेछौँ। र अहिलेसम्म मैले हजुरलाई थोरै जानकारी दिएँ या यसको डिटेलमा जानकारीहरू दिएँ, जसले गर्दा चाहिँ हजुरहरूलाई समग्र लर्निङको हिसाबले चाहिँ महत्त्वपूर्ण तरिकाबाट चाहिँ सहयोग पुग्यो होला भन्ने चाहिँ मैले अपेक्षा गरेको छु। यति कुराहरू भन्दै आजको विषयवस्तुबाट मैले चाहिँ बिदा लिनुपर्ने हुन्छ। फेरि पनि अर्को भिडियोमा हजुरमाझ म महत्त्वपूर्ण विषयवस्तुहरूको साथ उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मका लागि हजुरले मलाई बिदा दिनुहोस्। हस्, नमस्कार, धन्यवाद।